दर्शक नमस्ते साथीहरू, सन्चै आराम हुनुहुन्छ र पनि यसो ब्लग्समा हजुरलाई स्वागत छ। आज पनि न्यू ब्लग्सको साथमा हाजिर भएको छु। सो आज चाहिँ हाम्रो यात्रा हो अकलादेवी मन्दिर। यो तपाईँको पर्वतमा पर्छ स्याङ्जा अकलादेवी मन्दिर। आज हामीहरू चाहिँ जान लागेको, मेरो पुरै परिवार अनि त्यो परिवार चाहिँ मेरो रेडी हुँदैछन्। एउटा हेर्नु, एउटा पाठी लिएर आएको अनि टिको सिको लगाइदिएछ यसलाई, यसलाई पनि लिएर जाने। साउदीबाट आएको बेलामा चाहिँ यसो दर्शन गर्न भनेर चाहिँ पुरै परिवारसँग आज चाहिँ म अकलादेवी मन्दिर जाँदैछु। उता मेरो रेडी हुँदैछ। हाई भन। रोशनले त छ नि दक्षिण मेरो बाबु। उसले चाहिँ फोटो खिच्न लाग्छन्। म त यही लाएर जान्छु, म चप्पल यही लाएर जान्छु। सिधरको त पुरै माटो, म त यही लाएर भयो नि त के है। हाम्रो बाबु चाहिँ हिरो बन्न खोजेछ। तेरो मेरो बाबुले त राम्रो देखियो त अहिले। हिरो भयो मेरो बाबु त। रोशन हा नि त, रोशन भयो। धेरै टाइट नगर धेरै। म चाहिँ अहिले यस्तो देखिएछ, बादल बादल। ल ल ल ल त साथीहरू, हामीहरू हिँड्यो अकलादेवी माताको मन्दिरमा परिवारसँग। खै रोशन, रोशन मेरो बाबु चाहिँ अगाडि गइसकेछ पार्टी लिएर। मेरो छोरीहरू पछाडि आमा, मेरो बुढी। रोशन अगाडि गयो। आएको बेलामा दर्शन गर्न जानुपर्छ, राम्रो हुन्छ। रोशन अगाडि ठाउँै छैन। सम्झी यहाँ मुढा छ, एउटा मुढा बेच्नु अहिले बसेर तेल छन् नि।
कामले गरे भनेर जानिएको हुन्छ यहाँ पुरानो कुरो देखेन खाइला है मामा एकचोटि कालपाती घाँटी यहाँ पुग्नु हुँदैन भात यसो पढाल्नु हो कि ini ठोकिया kita क्या ओके लाइक गरा menjadi yo fiskiya वास्तव में यस्ता टक्कर हाट दिन्छ क्या त पाइन्ने या त अन्त मलाई खान चाहिँ हिँड मन्दिर अर्को लाग्छ मन्दिर गेट देखाएको थियो आइजा हेर्नु न बाख्रो लिएर हिँड्दै उता दर्शन गराउनु सबै छ के भन्नु यता यता अत लाने उता उता नाम भन्छन् क्या त्यहाँ यसरी घुम्न पर्छ
घन्टीले बाँध्नु घन्टीमा यहाँ घन्टिया ए दीपन हाल्दैन मम्मी दीपन जाने एकदम मान्छेको फुट हेर्नु बाबा सबै हाल्नु हाँ आउँदैछन् आउँदैछन् आयो भने बाबा सो गाइस हामीहरू अकला देवी मन्दिर स्याङ्जा पर्वत स्याङ्जा हामी घुमेर आइयो दर्शन गरेर आइयो सो आउनुहोस् हजुर पनि पर्वत अकला देवी मन्दिर मागेको सबै पुरा हुन्छ त्यहाँ धेरै राम्रो मन्दिर छ स्याङ्जा पर्वत वालिङ अकला देवी मन्दिर धेरै राम्रो छ मागेको हर मन्नत तपाईँको त्यहाँ चाहिँ पुरा हुन्छ सो म पनि साउदीबाट आएको चाहिँ 7-8 वर्षमा आएँ साउदीबाट सो म आउने बित्तिकै म पनि त्यहाँ दर्शन गर्न भनेर मलाई थाहा थिएन सो मलाई चाहिँ मेरो सालहरूले चाहिँ भनेर भेट्न जाम भनेर म गएको पहिलोचोटि तर धेरै राम्रो रहेछ त्यहाँ सो आउनुहोस् हजुरहरू पनि दर्शन गर्नु होला सो मेरो ब्लग्स अहिलेको लागि यहीँसम्म म धेरै थाकेको छु गाडीमा उभि भएको होइन सो भोलि फेरि न्यू पिँढीको साथमा भेट्नेछु अहिलेको लागि हस् बाई बाई